गाइज देख्न सक्नुहुन्छ तपाईहरुले मेलम्ची खोला। यो चाहिँ मेलम्ची खोला हो। हामी चाहिँ छापतर्फ लाग्दै छौं, दुवाचौर छापतर्फ। सो गाइज देख्न सक्नुहुन्छ तपाईहरुले। सो गाइज अहिले हामी भटारमा आइपुगेको छौं। सो गाइज हरियालीसँगै एकदम रमणीय ठाउँ भटार, एकदमै प्रख्यात दुवाचौरको एकदमै प्रख्यात ठाउँ भटार देख्न सक्नुहुन्छ तपाईहरुले। सो गाइज यो चाहिँ भटार फाट देख्न सक्नुहुन्छ तपाईहरुले। देख्न सक्नुहुन्छ दुवाचौरको एकदमै प्रख्यात ठाउँ भटार। सो गाइज हामी चाहिँ भटारको माथि आइसकेका छौँ। सो गाइज हामी हिँड्दैछौँ, देख्न सक्नुहुन्छ तपाईहरुले। भाइले साइकल ल्याउँदैछ, हामी हिँड्दैछौँ दुवाचौर छापतर्फ। देख्न सक्नुहुन्छ तपाईहरुले माथि रहेको छ दुवाचौर छाप गाउँ हो जुन देख्न सक्नुहुन्छ तपाईहरुले। हामी हिँड्दैछौँ। वे टु छापगाउँ, छापगाउँमा आउने बाटो है यो चाहिँ गाइस दुवाचौर छाप गाउँमा तपाईहरु पनि आउन सक्नुहुन्छ। सो गाइस हामी हिँड्दैछौँ, ठुलो आमको बोर्डहरू पनि छ गाइस। पारिपट्टि देख्न सक्नुहुन्छ तपाईहरुले एकदमै प्रख्यात छाँगो झरना रहेको छ। सो गाइस हिँड्दैछौँ हामी। माथि पुगिसक्यो, अब केही समयपछि पुगिन्छ गाइस। सो गाइस अब चाहिँ हामी आइपुगिसकेका छौँ दुवाचौर छाप गाउँमा। देख्न सक्नुहुन्छ तपाईहरुले स्वीट भिलेज, भेरी ब्युटिफुल र माने पनि निर्माण हुँदैछ, देख्न सक्नुहुन्छ तपाईहरुले। सो गाइज एकदमै ब्युटिफुल भिलेज। हाम्रो आजको यात्रा चाहिँ यहीँ टुङ्गिने छ गाइज। सो गाइज लभ यु, मिस यु।